हेलो रुम पुग्नुभयो पुगिसकेँ। ड्युटी सिद्धिन लाग्यो म नि एकछिनमा आइपुग्छु। ल ल छिटो आऊ। खाजा बनाउँदै गर्नु ल। ए ल ल ल ल राखिदिन्छु। ल बाई। आयो म लुगा फेर्न जान्छु। ए ल ल। घरमा आमा बुबा के गर्दै होला, बच्चाहरूको हेरचाह गरेछन् कि छैन। परदेशीको दुःख परदेशीलाई नै थाहा हुन्छ। कस्तो ठाउँमा आएछु, न तलब राम्रो छ न काम सजिलो छ। ए सलाद मात्रै हो? सलाद मात्रै हो, अब खाना बिस्तारै खाउँला नि। ए हुन्छ। ल खाऊ। यसपालि त नेपालमा पैसा पठाउँछ। यसपालि तपाईँको स्यालेरी मलाई दिनु है। भइहाल्छ नि, पठाउनु त मेनु पनि पर्ने थियो। तपाईँको अर्को महिना पठाउनु नि त। मिलाएर पठाउला नि। भोलि त फ्राइडे, मार्केट चाहिँ जाने होइन? जाउँला नि। मलाई नि राम्रो खालको मोबाइल किन्नु पर्ने थियो। के छ विचार, किन्दिने होइन? भइहाल्छ नि। तपाईँ नेपालमा गएर कति महिनामा आउने रे? 2 महिनाको लागि त हो नि। तपाईँ गएपछि त म एक्लै हुन्छु। तपाईँलाई त मेरो बारेमा सबै थाहा छ। तपाईँ नेपाल जाँदै हुनुहुन्छ। तपाईँले मलाई छोड्नु भयो भने त न यता न उताको हुन्छु। कहाँ छोड्ने कुरा गरेको? 2 महिना त हो नि। म अर्को वर्ष सँगै 2 जना नेपाल जाउँला, अनि बिहे गरेर सँगै बसौँला नि। हुन्छ।
हेलो, के छ हालखबर? ठिकै छ। अनि तिम्रो के छ नि? मलाई नि ठिकै छ। एउटा खुसीको कुरा भनौँ? के हो त्यस्तो? म प्रेग्नेन्ट भएँ नि। प्रेग्नेन्ट? म प्रेग्नेन्ट भएँ। म त अब विदेश आउँदिन हो। अब नआउने म विदेश। के खोज्न आउनु? जति दुःख गरे पनि त्यस्तै हो। नआउने? जति दुःख गरे पनि कमै हुँदैन। के खान आउनु? म त यतै बिहे गर्ने विचार पो गरिरहेको छु। तिम्रो लागि विदेशमा मैले के चाहिँ गरिनँ? अहिले प्रेग्नेन्ट भयो भने नि खोज्छ? अब म एक्लै अर्काको ठाउँमा के गर्दै बस्छु? म आउँदिन फर्केर। म पर्सि बिहे गर्दैछु। त्यही पनि तिमी अर्काको मान्छे, मैले कसरी स्वीकार्नु तिमीलाई? मलाई फोन गर्ने कोसिस पनि नगर तिमी। म पर्सि बिहे गर्दैछु, मलाई डिस्टर्ब नगर। धेरै मलाई नाटक नगर प्रेग्नेन्ट भयो भनेर मलाई फसाउन नखोज। म पर्सि बिहे गर्दैछु, मलाई डिस्टर्ब नगर। फोन राखिदिन्छु ल, बाई।